नमस्कार। अँध्यारोबाट उज्यालोतिरको यात्रा, निराशाबाट आशातिरको यात्रा, असफलताबाट सफलतातिरको यात्रा, आफूले आफैलाई भेट्ने सुखद यात्रा। कृपया च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट वा फलो गर्नुहोस्। एउटा रोचक कुरा याद गर्नुभएको छ। यदाकदा व्यापारीलाई जागिरको स्थायित्व मनपर्छ। जागिर गर्ने व्यक्तिलाई कलाकारको स्वतन्त्रता आकर्षक लाग्छ। वकिललाई इन्जिनियरको जीवन रमाइलो लाग्न सक्छ। पाइलटलाई कृषकको सरल जीवन मन पर्न सक्छ। कृषकलाई शिक्षकको सम्मान र भूमिका लोभलाग्दो लाग्न सक्छ। अर्थात् धेरैजसो मानिस आफू जहाँ छ त्यहाँभन्दा अर्कैतिर हेर्दै हुन्छ। आफूले गरेको कामभन्दा अर्को पेसा राम्रो, सजिलो वा आकर्षक देखिन्छ। यो केवल एक व्यक्तिको समस्या होइन, यो संसारभरका लाखौँ मानिसहरूको साझा मनोविज्ञान हो। यसका धेरै कारणहरू हुन सक्छन्। आर्थिक अवस्था, सामाजिक दबाव, पारिवारिक अपेक्षा, अवसरको कमी वा परिस्थिति वा बाध्यता। तर गहिराइमा पुगेर हेर्ने हो भने यसको एउटा मुख्य कारण छ। हामीमध्ये धेरैजना त्यो बन्न सकेनौँ जो वास्तवमा बन्न चाहन्थ्यौँ। हामीले जीवनका महत्त्वपूर्ण निर्णयहरू आफ्ना सपना र रुचिका आधारमा होइन, अरूको अपेक्षा, समाजको परिभाषा र परिस्थितिको दबावका आधारमा गऱ्यौँ। त्यसैले आज पनि मनको कुनै कुनामा एउटा प्रश्न बाँकी छ। यदि मैले आफूले चाहेको बाटो रोजेको भए मेरो जीवन कस्तो हुन्थ्यो होला। यही कारणले मानिसले बारम्बार अर्को व्यक्तिको जीवनतर्फ हेर्छ, किनकि उसको मनभित्र अझै पनि अधुरो सपना बाँचिरहेको हुन्छ। जीवनको सबैभन्दा ठुलो खुसी अरूको जस्तो बन्नुमा होइन, आफू वास्तवमा जो बन्न चाहन्छौँ त्यो बन्ने यात्रामा हुन्छ। के तपाईँ अहिले यो जीवन बाँचिरहनु भएको छ जुन तपाईँले सपना देख्नु भएको थियो, वा तपाईँ अरूको अपेक्षा अनुसार बाँचेको जीवनलाई आफ्नो भाग्य ठानेर स्वीकार गरिरहनु भएको छ? प्रश्न निकै असहज छ। सफलता भनेको केवल पैसा कमाउनु, ठुलो पद पाउनु वा प्रसिद्ध हुनु मात्र होइन। सफलता भनेको आफूले चाहेको जीवन बाँच्न पाउनु हो। र त्यो यात्रा सुरु हुन्छ जब मानिसले आफ्नो वास्तविक चाहना पहिचान गर्छ र साहसका साथ त्यसको पछि लाग्छ। मानिस जन्मदा उसको निधारमा कुनै पेसा लेखिएको हुँदैन। कुनै बच्चा संसारमा आउँदा ऊ इन्जिनियर, पाइलट, डाक्टर, वकिल, व्यापारी वा सरकारी कर्मचारी भएर जन्मिएको हुँदैन। ऊ त केवल असीम सम्भावना बोकेर जन्मिएको एउटा मानव हुन्छ। तर विडम्बना, हाम्रो समाजमा बच्चाले आफ्नो नाम राम्ररी उच्चारण गर्न नपाउँदै उसको भविष्यको परिचय तय गरिदिने चलन छ। परिवारको आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा वा पैतृक पृष्ठभूमिका आधारमा उसलाई एउटा अदृश्य ट्याग झुन्ड्याइदिइन्छ। यो ठुलो व्यापारी बन्नेछ, यो ठुलो इन्जिनियर बन्नुपर्छ, यो सरकारी हाकिम बन्नुपर्छ, आदि इत्यादि। हामीले कहिल्यै सोच्यौँ त ती सपना वास्तवमै बच्चाका हुन् कि समाजले उसमाथि थोपरिदिएको अपेक्षा हुन्? कति युवाहरू आज आफ्नै चाहना, रुचि र क्षमता दबाएर अरूले तय गरेको बाटोमा हिँडिरहेका छन्। उनीहरू सफल देखिन सक्छन्, तर भित्रभित्रै असन्तुष्ट पनि हुन सक्छन्, किनभने सफलता त्यति बेला मात्र अर्थपूर्ण हुन्छ जब त्यो आफ्नै सपना र उद्देश्यसँग जोडिएको हुन्छ। संसार बदल्ने मानिसहरू त्यही हुन् जसले समाजले बनाइदिएको घेराभन्दा बाहिर निस्केर आफ्नो पहिचान आफै निर्माण गरे। त्यसैले आजको प्रश्न केवल तपाईँ के बन्न चाहनुहुन्छ भन्ने होइन, बरु तपाईँ वास्तवमा को हुनुहुन्छ र तपाईँभित्र लुकेको सम्भावना के हो भन्ने हो। जब मानिसले अरूको अपेक्षाभन्दा आफ्नै क्षमता र चाहनालाई पछ्याउन थाल्छ, त्यहीँबाट उसको वास्तविक यात्रा सुरु हुन्छ। संसारका धेरै सफल व्यक्तिहरूले परिवार, समाज वा परिस्थितिले उनीहरूका लागि बनाइदिएको बाटो रोजेनन्। उनीहरूले आफ्नो रुचि, सपना र विश्वासलाई पछ्याए। त्यसैले आज उनीहरू संसारका लागि प्रेरणाको स्रोत बनेका छन्। स्टिभ जब्सलाई उनका जैविक बाबुआमाले जन्मपछि अर्को परिवारलाई दिएका थिए। विश्वविद्यालयको पढाइ पनि पुरा गर्न सकेनन्, तर उनले आफ्नो रुचि र सृजनशीलतालाई पछ्याउँदै प्रविधिको संसारमा क्रान्ति ल्याए। जेके रोलिङ आर्थिक अभाव र व्यक्तिगत सङ्घर्षका बीच बाँचेकी थिइन्। उनको सपना लेखक बन्ने थियो। धेरै प्रकाशकले उनको पुस्तक अस्वीकार गरे पनि उनले हार मानिनन्। अन्ततः उनको लेखनले विश्वभर करोडौँ पाठकको मन जित्यो। लक्ष्मीप्रसाद देवकोटाले केवल जागिर वा पदका लागि होइन, आफ्नो सृजनशीलता, साहित्यप्रतिको प्रेमलाई पछ्याए। आज उनी नेपाली साहित्यका महाकवि भनेर चिनिन्छन्। अमिताभ बच्चनलाई सुरुवाती दिनमा उनको स्वरका कारण रेडियोले अस्वीकार गरेको थियो।
तर उनले अभिनयको सपना छोडेनन् र भारतीय चलचित्र क्षेत्रमा महान कलाकार बने। इतिहासले प्रमाणित गरेको छ कि महानता वंश, सम्पत्ति वा पारिवारिक पृष्ठभूमिबाट मात्र प्राप्त हुँदैन। आफ्नो सपना र उद्देश्यप्रति अडिग रहने मानिसहरूले नै नयाँ इतिहास रच्ने गर्छन्। पासाङ लामु शेर्पाले त्यति बेला सगरमाथा आरोहणको सपना देखिन् जब पर्वतारोहण क्षेत्रमा महिलाको सहभागिता निकै कम थियो। अनेक चुनौती र आलोचनाका बावजुद उनले आफ्नो सपना पछ्याइन् र नेपाली महिलाका लागि नयाँ इतिहास बनाइन्। लियोनल मेस्सीलाई बाल्यकालमा शारीरिक समस्याका कारण फुटबल खेल्न कठिन हुने भनिएको थियो, तर उनको सपना फुटबल खेलाडी बन्ने थियो। उनले त्यही सपना पछ्याए र विश्वकै महान खेलाडीमध्ये एक बने। यी उदाहरणहरूले एउटा कुरा स्पष्ट गर्छ, सफलता जन्म, परिवारको हैसियत वा समाजले दिएको परिचयले निर्धारण गर्दैन। सफलता तपाईँको सपना, मेहनत र निरन्तरताले निर्धारण गर्छ। त्यसैले अरूले तपाईँलाई के बन्नुपर्छ भनेर होइन, तपाईँको मनले के बन्न चाहन्छ भनेर निर्णय गर्नुहोस्, किनकि संसारले सधैँ अरूको नक्कल गर्ने मानिसहरूलाई होइन, आफ्नै बाटो बनाउने मानिसलाई सम्झन्छ। त्यो बन्नुहोस् जे तपाईँ बन्न चाहनुहुन्छ, किनकि तपाईँको जीवनको सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै सम्भावनालाई वास्तविकतामा बदल्नु हो। यदि अब्दुल कलामले गरिबीलाई आफ्नो भविष्य बन्न दिएको भए उनी शक्ति राष्ट्र भारतको राष्ट्रपतिको कुर्सीमा पुग्ने थिएनन्। यदि सामान्य पृष्ठभूमिका भारतीय अभिनेता शाहरुख खानले आफ्नो पृष्ठभूमिलाई कमजोरी ठानेका भए उनी करोडौँ मानिसका प्रेरणाका स्रोत बन्ने थिएनन्। त्यसैले आफ्नो परिचय जन्मले होइन, आफ्नो निर्णयले बनाउनुहोस्। तपाईँको सपना कति ठुलो छ भन्ने कुरा परिस्थितिले होइन, तपाईँको साहसले निर्धारण गर्छ। चर्चित हिन्दी चलचित्र 3 इडियट्सको कथामा 3 जना साथीहरू इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेका हुन्छन्, तर उनीहरूमध्ये फरहान वास्तवमा इन्जिनियर बन्न चाहँदैनन्। फरहानमा इन्जिनियरिङमा कुनै लगाव नै छैन, उनको सपना वन्यजन्तुको फोटोग्राफर बन्ने हुन्छ। तर परिवारको चाहना र सामाजिक प्रतिष्ठाका कारण फरहानलाई इन्जिनियरिङ पढ्न बाध्य बनाइन्छ। चलचित्रका पात्र राजु आफ्नो परिवारको आर्थिक अवस्थाका कारण डर र दबावमा बाँचिरहेको हुन्छ। सफलताभन्दा पनि असफलताको डरले पढिरहेको हुन्छ। तर चलचित्रको मुख्य पात्र आमिर खान अर्थात् र्यान्चोले उनीहरूलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, त्यो हो सफलताको पछाडि नदौड, योग्यताको पछाडि दौड, सफलता आफै पछ्याउँदै आउनेछ। अन्ततः फरहानले आफ्नो मनको इच्छा परिवारलाई सुनाउँछन् र आफूले चाहेको क्षेत्रमा अगाडि बढ्छन्। परिवारले उनको सबै कुरा सहमति जनाउँदै सहयोग गर्छन्। आखिर भावना नबुझ्ने मन कहाँ नै हुन्छ र? जब उनले आफ्नो रुचिलाई पछ्याउँछन् त्यही क्षेत्रमा सफल हुन्छन्। चलचित्र 3 इडियट्सले देखाउँछ कि अरूले बनाइदिएको बाटोमा हिँड्दा जीवन गुजार्न सकिएला, तर आफूले रोजेको बाटोमा हिँड्दा जीवनको आनन्द र उद्देश्य दुवै भेटिन्छ। आज हाम्रो समाजमा पनि धेरै फरहानहरू छन्। कोही कलाकार बन्न चाहन्छन् तर इन्जिनियर बनाइन्छन्, कोही खेलाडी बन्न चाहन्छन् तर डाक्टर बन्न दबाब दिइन्छ, कोही उद्यमी बन्न चाहन्छन् तर जागिरको सुरक्षित घेराभित्र सीमित गराइन्छ। परिणामस्वरूप धेरै मानिसहरू सफल त देखिन्छन् तर भित्रबाट सन्तुष्ट नहुन सक्छन्, सफलताभन्दा धेरै टाढाको सफल। त्यसैले जीवनको सबैभन्दा ठुलो प्रश्न अरूले मलाई के बनोस् भन्ने चाहन्छन्, मलाई के भएको वा बनिदिएको हेर्न चाहन्छन् भन्ने होइन, म वास्तवमा के बन्न चाहन्छु भन्ने हो। जब तपाईँ आफ्नो रुचि, क्षमता र सपनासँग मेल खाने बाटो रोज्नुहुन्छ तब काम बोझ होइन, आनन्द बन्छ, सङ्घर्ष पनि अर्थपूर्ण लाग्छ र सफलता पनि दिगो हुन्छ। आफ्नो सपना बाँच्ने साहस गर्नुहोस्। समाजले बनाइदिएको परिचय होइन, आफ्नो मनले खोजेको पहिचान निर्माण गर्नुहोस्, किनकि संसारलाई अर्को प्रतिलिपि होइन, तपाईँको मौलिकता चाहिएको छ, तपाईँ जस्तै तपाईँ चाहिएको छ। त्यसैले आजैबाट त्यो बन्नुहोस् जे तपाईँ बन्न चाहनुहुन्छ। स्कुलमा कोही प्रथम हुन्छ, कसैले औसत अङ्क ल्याउँछ, कोही पढाइमा अब्बल हुन्छ, कोही अन्य क्षेत्रमा उत्कृष्ट हुन्छ। तर एउटा ठुलो भ्रम के छ भने प्रथम हुनेसँग मात्र सबै क्षमता हुन्छ र औसत विद्यार्थीमा कुनै विशेषता हुँदैन। वास्तविकता त्यस्तो होइन। परीक्षा परिणामले मानिसको सम्पूर्ण सम्भावना मापन गर्न सक्दैन। संसारमा धेरै त्यस्ता मानिसहरू छन् जो विद्यालयमा साधारण विद्यार्थी थिए तर जीवनमा असाधारण बने, किनकि उनीहरूले आफ्नो पहिचान अङ्कपत्रले होइन, निरन्तर प्रयासले निर्माण गरे। त्यसैले अरूले दिएको परिचयमा होइन, आफ्नै पहिचान निर्माण गर्ने यात्रामा निस्कनुहोस्। जीवन परिवर्तन गर्न सुरुमा असहज लाग्न सक्छ, नयाँ बानी बसाल्न गाह्रो हुन सक्छ,
याद राख्नुहोस्, हरेक ठुलो परिवर्तन सानो प्रयासबाट सुरु हुन्छ। यदि कुनै व्यक्तिले पहिलो पटक योग, ध्यान वा शारीरिक व्यायाम गर्छ भने उसको शरीरलाई असजिलो लाग्न सक्छ। तर जब उसले त्यसलाई नियमित बनाउँछ, त्यही अभ्यास बानी बन्छ, बानी जीवनशैली बन्छ र जीवनशैली उसको पहिचान बन्छ। मानव मस्तिष्कले पनि त्यस्तै तरिकाले काम गर्छ। तपाईँले जुन काम बारम्बार गर्नुहुन्छ, मस्तिष्कले त्यसलाई सामान्य मान्न थाल्छ। यदि तपाईँ हरेक दिन चुनौती सामना गर्नुहुन्छ भने दिमागले भन्छ, तिमी सक्षम छौ, अगाडि बढ। यदि हरेक दिन डरबाट भाग्नुहुन्छ भने दिमागले भन्छ, पछाडि हट, यो तिम्रो लागि होइन। बिहान उठेर पानी पिउनु, केही समय हिँड्नु, दिनको योजना बनाउनु, योग वा ध्यान गर्नु, यी सामान्य काम जस्ता लाग्न सक्छन्। तर यिनै साना अभ्यासहरूले तपाईँको सोच, अनुशासन र भविष्य निर्माण गरिरहेको हुन्छ। त्यसै गरी यदि बिहान उठ्ने बित्तिकै मोबाइल स्क्रोल गर्ने बानी बसाल्नुहुन्छ भने मस्तिष्कले त्यही व्यवहारलाई निरन्तर दोहोऱ्याउन प्रेरित गरिरहेको हुन्छ। सफलता कुनै एक दिनको घटना होइन। पहिचान कुनै एउटा उपलब्धिबाट बन्दैन। यो त दैनिक रूपमा दोहोरिने साना निर्णय, साना प्रयास र साना बानीहरूको परिणाम हो। आज तपाईँमा डर हुनसक्छ, आत्मविश्वासको कमी हुनसक्छ, आफूलाई कमजोर महसुस गरिरहनु भएको पनि हुनसक्छ। तर त्यो तपाईँको अन्तिम परिचय होइन, त्यो केवल आजको अवस्था हो। डर हुनु असफलता होइन, डरका कारण प्रयास नगर्नु चाहिँ असफलता हो। साहस भनेको डर नहुनु होइन, डर हुँदाहुँदै पनि अगाडि बढ्नु हो। याद राख्नुहोस्, अभ्यासले बानी बनाउँछ, बानीले व्यक्तित्व बनाउँछ, व्यक्तित्वले भविष्य बनाउँछ र भविष्यले सफलता निर्माण गर्छ। धेरै मानिसहरू भन्छन्, अहिले होइन, सही समय आएपछि सुरु गर्छु। तर जीवनको सबभन्दा ठुलो भ्रम नै यही हो। उपयुक्त समय पर्खिरहँदा धेरै सपना अधुरा हुन्छन्, किनकि सही समय आफै आउँदैन। सही समय त निर्णयबाट सिर्जना हुन्छ। आज सफल नहुनु भनेको कहिल्यै सफल नहुनु होइन, तर आज सुरु नगर्नु भनेको सफलताको सम्भावनालाई सधैँका लागि टाढा सारिरहनु हो। त्यसैले अवसरको प्रतीक्षा नगर्नुहोस्। आत्मविश्वास पूर्ण रूपमा आएपछि सुरु गर्छु भनेर नबस्नुहोस्। पहिलो पाइला चाल्नुहोस्, सानो सुरुवात गर्नुहोस्, किनकि महान यात्राहरू पनि एक कदमबाट नै सुरु भएका हुन्छन्। भोलिबाट होइन, अर्को महिनाबाट होइन, सही समय आएपछि होइन। आफ्नो नयाँ पहिचान निर्माण गर्ने यात्रा आजैबाट सुरु गर्नुहोस्। अन्ततः तपाईँको जीवनको गति बाहिरी परिस्थितिले भन्दा तपाईँको सोचले निर्धारण गर्छ, किनकि मानिस अन्ततः त्यही बन्छ जुन कुरा उसको मस्तिष्कमा बारम्बार घुमिरहेको हुन्छ। यदि तपाईँको मनमा डर, शङ्का र असफलताको कल्पना मात्र छ भने तपाईँका पाइला त्यही अनुसार चल्छन्। तपाईँको मनमा लक्ष्य, सम्भावना र सफलताको चित्र छ भने तपाईँको व्यवहार र निर्णय पनि त्यही दिशातर्फ अगाडि बढ्छन्। त्यसैले सबैभन्दा पहिले आफूमाथि विश्वास गर्न सिक्नुहोस्। आत्मविश्वास कुनै जादु होइन, यो आफ्नै क्षमतामाथिको भरोसा हो। धेरै मानिससँग ज्ञान हुन्छ, सिप हुन्छ, क्षमता हुन्छ, तर उनीहरू अगाडि बढ्न सक्दैनन्, किनकि उनीहरू आफ्नै डरका कैदी बनिरहेका हुन्छन्। डरले अवसर देख्न दिँदैन, आत्मविश्वासले बाटो देखाउँछ। याद राख्नुहोस्, केवल राम्रो काम गरेर मात्र पुग्दैन। आफ्नो क्षमता प्रस्तुत गर्न, आफ्नो योगदानको मूल्य बुझ्न र त्यसको जिम्मेवारी लिन पनि जान्नुपर्छ। कठिन परिश्रमको साथमा आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ। इतिहासका महान व्यक्तिहरूलाई हेर्नुहोस्, उनीहरू असाधारण भएर जन्मिएका थिएनन्, तर असाधारण उद्देश्य र अटल सङ्कल्पका कारण महान बने। अब्राहम लिङ्कन गरिब परिवारमा हुर्किए। उनले जीवनमा अनेकौँ असफलता भोगे, पटक पटक चुनाव हारे, तर उनले हारलाई आफ्नो परिचय बन्न दिएनन्। निरन्तर प्रयास, स्पष्ट लक्ष्य र दृढ अठोटका साथ अघि बढ्दै उनी अमेरिका जस्तो शक्तिशाली राष्ट्रका राष्ट्रपति बने। दास प्रथाको अन्त्य गर्ने आफ्नो ऐतिहासिक सङ्कल्प पुरा गरे। नेल्सन मण्डेलाले रङ्गभेद विरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पण गरे। उनी 27 वर्ष जेलमा बसे, तर जेलले उनको सपना कैद गर्न सकेन। अन्ततः उनी दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बने र समानताका लागि स्वतन्त्रताको आफ्नो उद्देश्य पुरा गरे। पेरी क्युरी र म्यारी क्युरी केवल जीवनसाथी मात्र थिएनन्, उनीहरू सपनाका पनि सहयात्री थिए। अनेक कठिनाई र अभावका बीच पनि अनुसन्धानलाई निरन्तरता दिए। उनीहरूको समर्पणले विज्ञानको इतिहासमा अमिट छाप छोड्यो र उनीहरू नोबेल पुरस्कार प्राप्त गर्ने विश्वकै चर्चित वैज्ञानिक जोडी बने। यी सबै उदाहरणहरूले हामीलाई एउटै कुरा सिकाउँछ, परिस्थितिले होइन, सङ्कल्पले भविष्य बनाउँछ। त्यसैले आजबाट एउटा निर्णय गर्नुहोस्, आफ्नो लक्ष्य स्पष्ट बनाउनुहोस्, हारलाई अन्त्य होइन, सिकाइको अवसर ठान्नुहोस्।
निरन्तर अभ्यासलाई जीवनको नियम बनाउनुहोस्, आफूमाथि विश्वास गर्नुहोस् र आफ्नो सपनामाथि इमान्दार रहनुहोस्। किनकि स्पष्ट लक्ष्यले दिशा दिन्छ, आत्मविश्वासले साहस दिन्छ, निरन्तर प्रयासले क्षमता बढाउँछ र कहिल्यै हार नमान्ने प्रणले सफलताको ढोका खोल्छ। तपाईँको जन्मले तपाईँको भविष्य निर्धारण गर्दैन, तपाईँको परिवार, अवस्था वा विगतले पनि अन्तिम निर्णय गर्दैन। अन्तिम निर्णय तपाईँका सोच, बानी, प्रयास र अठोटले गर्छ। त्यसैले ठुलो सपना देख्नुहोस्, आफूमाथि विश्वास गर्नुहोस्, आजैबाट सुरु गर्नुहोस् र जीवनलाई त्यस्तो बनाउनुहोस् कि एक दिन संसारले तपाईँलाई तपाईँको परिस्थितिका कारण होइन, तपाईँको उपलब्धिका कारण चिनोस्। त्यो बन्नुहोस् जे तपाईँ वास्तवमै बन्न चाहनुहुन्छ, किनकि तपाईँको जीवनको सबैभन्दा ठुलो सम्भावना अझै तपाईँभित्र नै छ। यदि तपाईँ अहिले यो सुन्दै हुनुहुन्छ भने सायद यो संयोग होइन, सायद तपाईँलाई अहिले यही सन्देश आवश्यक थियो। आफू जस्तै बन्न आजैबाट सुरु गर्नुहोस्, शून्यबाट सुरु गर्नुहोस्, भोलिबाट होइन, अर्को महिनाबाट पनि होइन। अहिलेदेखि नै आफ्नो जीवनको खास लक्ष्य भेट्नको निमित्त अगाडि बढ्नुहोस् र यात्रा अगाडि बढाउनुहोस् उज्यालोतिर। यदि तपाईँ यी शब्दहरूमा सहमत हुनुहुन्छ भने उज्यालोतिरलाई फलो गर्नुहोस्, लाइक सेयर पनि गरिदिनुहोस्। यो यात्रा तपाईँको पनि हो, तपाईँ हाम्रो साझा यात्रा। हामी फेरि भेट्नेछौँ अर्को प्रेरणादायी श्रृङ्खलामा। तबसम्म आशा जोगाइराख्नुहोस्, सपना जोगाइराख्नुहोस् र सधैँ उज्यालोतिर हिँडिरहनुहोस् र च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्। उज्यालोतिर सकारात्मक सोच, सफलता र आत्मविकासको यात्रा।